के छ आराम हुनुहुन्छ? ठिक छ के छ यो राम्रो ठाउँ रहेछ होइन अनि अरे कतारको यार के भन्ने ठाउँ यार यो? यस ठुलो ठाउँ चाहिँ एकदम राम्रो अनि अनि बिहानी ठुलै रहेछ क्या त्यही त एकछिन यहीँ बसेर कुरा गरौँ अनि जाडो फेरि जाउँ। किन हेरी काठ त होला क्या हो। अब विदेश भनेको विदेशै हो क्या अनि भनेको अनि क्लियर हेर्न यस्तो अँ। यो ठाउँलाई चाहिँ के भनेको खासमा है उतापट्टि अब होलिडे भिल्ला भनेको छ। अब यो अलमनसुरा भन्छ के अरे त्यो पार्क भनौँ न। जाऊँ न त यसो उता एउटा अझ हाम्रो डेस्टिनेसन भनेको कहाँ छ अरे? अब यो घुम्ने अनि अनि त्यसो मलाई पढाएको सर यहाँ चाहिँ लिन आउँदै हुन्छ त्यही होइन त सरलाई चाहिँ भेटेर अब सरले हामीलाई यसो बोलाउने अब सोसाइटीमा कसरी बाँच्ने भनेर बचपनमा सिकाउनु भएको टिचरले होइन त्यही टिचरसँग भलाको सारी हुँदैछ हाम्रो आज यस साँझ विदेशमा पख आएर होइन यहाँ भेट हुँदैछ अब अनि एकछिनमा आउनुहुन्छ हाम्रो लिन त्यही त त्यसपछि जाने हो यो रियाक्सनको पर्खाइमा छ माथि ड्रेसअप पनि राम्रै छ हाम्रो। त्यो सब त राम्रो छ ब्याक भ्यू देखाइदिउँ न एकलट होइन ल ल ठिकै छ चर्र छ त्यस्तै छ राम्रै छ। वेदर पनि राम्रो छ त्यही त। बिहान त पानी परिरहेको थियो नि अनि बिहान त हामी अझै पानी परिरहेको छ अनि बिल्डिङ फर्म के के भन्छ होइन त्यो एरिया सरस्वती यस्तो छ। अब बच्चाहरू चाहिँ फोटोसोटो खिच्न एलाउड हुन होला जाउँ होला है।